हेलो गाइज वेलकम टु माई न्यू भ्लग आयो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। तपाईँहरू पछिको भ्यू देखिसक्नु भयो होला होइन। आज हामी हाम्रो ठाउँदेखि अलि टाढा आएको छौँ यहाँ यसो दाइहरूको रुमतिर घुम्नलाई। यहाँ चाहिँ दामी छ, त्यो नेपालको भाइब्स आइरहेको छ। यहाँ चाहिँ पार्टी प्यालेसहरू अक्रम मरम के रहेछ, बिहा स्या हुने यताउति दामी छ। जोस् यहाँ दामी छ कि हेर्न सक्नुहुन्छ। हाम्रो केटाहरू अगाडि हिँड्दैछन् अनि सेम नेपालको भाइब छ कि यहाँ। डेन्जर दामी दामी हेर्नु न यहाँ बगैँचाहरू हरियालीहरू त्यस्तै यस्तो हुनुपर्छ हो। सही छ जोस्। हामी चाहिँ अब यसो घुम्न लागि अब यसो दाइहरूको ठाउँमा होइन आएको छौँ। यस्तै हो गाइज, धेरै पछि अब भिडियो बनाउँदैछु, सबैले माया गरिदिनु होला। हेर्न सक्नुहुन्छ टक्क ब्याग हेर्न सक्नुहुन्छ, यस्तो छ दामी छ। उयो गार्डन हो, यस्तो छ कि दामी छ जोस यार। यो नेपालको भाइब्स आइरहेको क्या यहाँ। हिउँ पर्दा झन् कस्तो हुँदो यहाँ भनेको। बाबा के हो हजुर, फेरि ठेला समातेर पहिला नि एउटा भिडियो त बनाउनु पर्यो नि। यस्तो छ। अक्का हामी चाहिँ हिँडिसक्यौँ उता कता हो काम गर्न जाने अरे होइन। हेलो भला खाल्छु कि मैले बेला आजको भ्लग के दिएर उहाँ दाइ चाहिँ कहाँ गयो दाइ? सोलुखुम्बु कति नम्बरको भ्लग आज आज होला 13-14। यहाँ भ्लग बनाउँछ दाइले आरा बोकै भन्नु हुँदैछ। हाम्रो दाइले चाहिँ यहाँ के हिँड्दै हुनुहुन्छ होइन। प्याटी प्यालेस आइए हिजो रातभरि नाच्यो। यो ठाउँमा चाहिँ दामी छ जोस्। बिहा गर्नलाई यहीँ आउनु पर्ला। अब काम गर्न लागि ठेला लिएर हिँड्दैछन् हो। राणा दाइ यता हेर्नु न, राणा दाइ यता हेर्नु न, यता उहाँ चाहिँ लुक्नु भएको छ। उहाँ फेरि सेम के भन्छ अरे डेन्जर भएर हिँड्दै हुनुहुन्छ टक्क पार। यस्तो छ। म अरू चाहिँ म उता गएर देखाउने छु के कस्तो हुन्छ काम साम। यहाँ चाहिँ टक्क आइयो हामी किचनमा। किचन हेर्दा यो किचन आइयो टक्कै। दाइले चाहिँ यो यहाँको आरू दिनुभएको छ खाने भनेर। ल हेर्दै गर्नु होला, यहाँ के अपडेट हुन्छ सब देखाउने छु। हामी बनाएको छ मुराहरू डाइनिङ टेबल। यो फेरि यस्तो छ दामी डेकोरेसन। हाम्रो केटाहरू यहाँ छ। यहाँ चाहिँ टक्क बाह्रमा यो के हो दाइ? यो बेगनी होइन? यस्तो दामी छ। मासला यस्तो हुनुपर्छ हेरौँ त माकुरे। यहाँ आएर मैले चाहिँ यो देखेँ दामी स्विमिङ पुल चाहिँ यहाँ छ। हेर्नु नि, यहीँ खाना खान्छ, यहीँ बिहा छ, यहीँ छ स्विमिङ पुल टक्क बाह्रमै। दामी लाग्यो है मलाई जोस्। गाइज हामी चाहिँ पार्ट टाइम जबको लागि चाहिँ आएको है यहाँ चाहिँ। यस्तै बलिडियाहरू उठाउने फाल्ने। अनि अहिले चाहिँ उता जानुपर्छ बोसको घर। अनि दाइ चाहिँ डेन्जर ड्राइभर हो। उहाँ चाहिँ चाइनाको हो, यहाँ आउनुभयो रहेछ। नेपाली अलिअलि बोल्नुहुन्छ है। हेर्दै गर्नु होला के हुन्छ म देखाउने छु। यहाँ दाइले बेल्चा हानिरहनु भएको चाहिँ आफू नि यहाँ समातेको। टक्क पार्ट टाइम जब चाहिँ जे पाउँछ त्यही हानिदिने हो कि यो ठाउँमा टक्क। उठाउँदैछौँ है। तर नै उकाइयो। उहाँ दाइले टुप्पो समात्नु भयो। उहाँ चाइनिजले चाहिँ खै उकाउनु भएको। उहाँले चाहिँ गाडी चलाउने, म चाहिँ भिडियो बनाउने। बेलुका सेल्का समातेर
टक्क आज बेलुका चाहिँ अपलोड हुन्छ सबैले हेर्नु होला ल हामी चाहिँ त्यो रुख लिएर यहाँ रोप्न लागेको छौँ टक्क पारामा दाइले पानी लिएर आउनुभयो यहाँ खन्ने यो रोप्ने सट्टा पारामा पार्ट टाइम जब हान्दिने हो घाप गोप सुप पनि रोप्यो यो चाहिँ फाल्न हिँड्ने हौ ए बेलचा टक्क छ यहाँ हातमा केटाहरूले लिएर हिँड्दै हुनुहुन्छ त्यहाँ रोपेको यहाँ चाहिँ दामी डेकोरेसन हुँदैछ आज पार्टी हो अरे यहाँ हिजो पनि पार्टी थियो हामी आउँदा चाहिँ आज पनि पार्टी हो अरे भर्खरै रुख फाल्यो रोप्यो आएर बस्यो हम सबै अब अर्को ठाउँमा जाने भन्दै हुन्छ हेरौँ अर्को ठाउँमा के काम हो यो चाहिँ हामी अर्को ठाउँमा जाँदैछौँ सबले मुख छेकेको छन् ल प्रिमियम पार्कबाट अर्को ठाउँमा ट्रान्सफर उहाँले चाहिँ मुख छोप्नु भएको छ सट्टा पारेर हामी चाहिँ हिँडिरहेको साइडमा बाहिरबाट आउँदैछन् दामी छन् हामी चाहिँ काम गर्ने ठाउँमा आइसक्यो अब जस्तो पारामा यो काम गर्ने यहाँको डेन्जर दामी भ्यू देखिन्छ हेरौँ यही यो काम गर्ने चाहिँ यहाँ चाहिँ टक्क दामी भ्यूहरू छ यो नयाँ घर बन्न लागेको रहेछ दाउराहरू छ ल गाइज हेर्दै गर्नु होला के कस्तो हुन्छ हामी चाहिँ काम सुरु गरिसक्यौँ यही हो पार्ट टाइम जब जे छ त्यहीमा हान्दै ल आइसक्यो यहाँ टक्क आटा छ टक्क हरामा दाइ फेरि उताबाट आउँदैछ हुन्छ अलि भ्याइयो अब चाहिँ जान लागेको त चत्त पारामा ल यही हो आज काम हामीले गरेकै यही हो भ्याइयो अब चाहिँ रुमतिर गइन्छ यस्तै हो आज पार्ट टाइम जब पनि गरियो होइन ल सबैले सेयर सब्सक्राइब लाइक कमेन्ट गर्न नबिर्सिनु होला बाई आजलाई भलक